आजको डेमा भन्नु त अलिकति 1 महिना 6 दिन भयो अनि अब परिश्रम मेहनत जारी छ। अल्छी त लागिरहेको हुन्छ तर पनि आइरहेको छ हैन। बाना त भइहाल्छ, एउटा न एउटा बाना त हुन्छ र त्यो बानालाई चाहिँ भुइँमा कुल्चेर त्यो अल्छी लाग्दाखेरि अब 5 सेकेन्ड जतिमा उठिहाल्यो भने त्यो उठिहाल्यो राइट हैन। अब 5 मिनट पछि जाउँला 10 मिनट पछि जाउँला भने चाहिँ त्यो गइँदैन क्या। त्यो चाहिँ गइँदैन, करेक्ट। त्यो डिसिजन चाहिँ एकदम सर्ट टाइममा लिइहाल्नुपर्छ। अनि आइसकेपछि त फेरि फिल्डमा आएपछि त त्यो गयो आएपछि अब त्यो गरिन्छ क्या जसरी पनि। राइट। एउटा गाह्रो पक्ष भनेको त्यो सुरुवात हुन्छ नि जुन त्यो डिसिजन लिने, क्विक डिसिजन लिनुपर्ने हुन्छ। अब बस्ने कि जाने भन्ने, त्यसमा चाहिँ जाने भनेर उठिसकेपछि त्यो उठ्यो क्या, त्यसपछि भयो। पब्लिकले जेसुकै भनोस् मतलब छैन, एक दिन 2 दिन मात्रै हो आफूलाई अड लाग्ने, त्यस पछाडि पब्लिकले जेसुकै भनोस् मतलब हुँदैन। 2 दिन मात्रै हो अड लाग्ने भनेको, त्यस पछाडि त दिन्छ हामी। ल सी यू अगेन। मेन गरेर आफ्नो हेल्पको लागि हो नि त। राइट, हेल्पको लागि हो नि, अरूको हेल्पको लागि होइन, आफ्नै हेल्पको लागि हो। अरूले जेसुकै भनोस् मतलब छैन। आफूले गर्नु पर्यो, एटलिस्ट केही गर्ने रनिङै गर्नुपर्छ नि छैन। आएर यसो हात खुट्टा तन्कायो भने पनि एटलिस्ट ब्लड सर्कुलरहरू होइन बडीमा राम्रो हुन्छ, बडीले अलिकति फङ्सन गर्छ होइन अरू कुराहरू। ल स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। ल अहिले बाई।